वेलकम ब्याक आवर युट्युब च्यानल। धेरै पछि हामी हैन भेटघाट भइरहेछ, धेरै पछि हाम्रो एउटा ब्लग आइरहेछ। लगभग हाम्रो 2-3 वर्षपछि आज मिटअप भएको छ हैन। त्यही भएर हामी अब लङ ड्राइभमा गइरहेछौँ यस्तो चिसा पानीतिर। हेरौँ अगाडि कस्तो के हुन्छ मौसम, अनि मौसम पनि एकदम च्यालेन्जेस छ। हामीसँग आज बाइकै बाइक छ हैन। टन्न एउटा हाम्रो मनोज भाइ चाहिँ अब आउँदैछ। हामी चाहिँ यहाँबाट अब रेडी भइसक्यौँ। ल ओके गाइस। गाइज अब हामी ठ्याक्कै 11 बजेको समयमा चाहिँ यहाँदेखि निक्ल्यौँ होइन। हामी पनि छु गाइजहरू होइन। भाइ पनि ठ्याक्कै पुग्यो। मनोज भाइ पनि जहाँ पनि भाइ पनि पुग्यो। अहिले बार बार बोलो, बार बार बोलो, बार बार बोलो। ए मनोज भाइ, ए भरत भाइ, सट्टा आउनु है तिमीहरू एक एक गरेर। सट्टा है। के गर्ने म अब। सो गाइज अहिले हामी सबभन्दा तुफान हामी चाहिँ आएको रहेछौँ होइन। हामी त पछाडि थियौँ सोचिरहेको थियौँ, तर हामी अगाडि आएर रहेछौँ। त्यही भएर हामी अहिले साथीहरूलाई रोकिरहेछौँ। अनि हामीसँग छ टक्ला दोस्त होइन। दादागिरी निकाल दूंगा मैं। अनि चस्मा कस्तो देखिरहेको छ मेरो। अलि यो हामीले लन्डनबाट मगाएको थियौँ कि। झूठ बोलो, झूठ बोलो, झूठ बोलो, बार बार बोलो, बार बार बोलो, बार बार बोलो, हर जगह पे बोलो और जोर जोर से बोलो। अनि अलि यतातिर नपाउने चस्मा थियो, त्यो स्पेसल अर्डर हामीले लन्डनबाट मगाएको थियो। अलि आउन टाइम लाग्यो, अलि स्क्र्याच भइरहेको होला। त्यो केही होइन, यो हाम्रो फेसनमा हो। दर्शकहरूले उस्तै देख्यो अरे। अब खै ह्यान्डसममा ल गाइस अब यस्तै छ होइन। हामी गइरहेछौँ। ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। मेरो यस्तै छ पारा। हामी कर्णाली अब पुग्न आँट्यौँ। यहाँदेखि अब 10-11 किलोमिटर मात्रै छ। साथीभाइहरू आज धेरै वर्षपछि हामीहरू भेटघाट भयो होइन। नाटकै हो, नाटकै हो। केही समय सबै साथीभाइहरू टाढा थिए काम विशेषले, कोही कतै कोही कता होइन। कोही मान्छेहरू यसो टेन्सन डिप्रेसन भइरहेको हुन्छ नि त। त्यस कारणले एक दिन हामीले रमाइलो गर्नुपर्छ भन्ने हाम्रो लगभग 7-8 दिनको प्लान थियो। त्यति दिनमा हामीले प्लान सलान बनायौँ। अलि फ्रेस हुनु पर्यो सबै साथीभाइले। अनि हाम्रो साथी रोशन एउटा हाम्रो सशस्त्र प्रहरी हो होइन, नेपाल आर्मी। यसको जिम्मेवारी धेरै छ, हाम्रो देशलाई धेरै यसले सेवा गरेको छ होइन। तर भन्नु मात्रै हो, सेवा सेवा केही छैन। देश लुटी खाएछ नेताहरू यिनीहरूले। के बोलेर मरेको यो। खासमा छुट्टी मिलाएर आछ। अब ठिकै छ, त्यस्तै हो। बोर्डरहरूमा रक्षा गर्ने सिपाही हुन् हाम्रो, त्यस्तो भन्नु भने इट्स पार्ट अफ जोक। जे होस्, हामीसँग एउटा रिस्पोन्सिबल मान्छेहरू पनि छन् सबैजनाहरू। हस्, टेक केयर, बाई बाई। अर्को अगाडि ब्लगमा भेटौँला। आफ्नो गाउँमा पनि चिनेनन् मलाई। भयो त अब के बोले भाइ? अब के बोले? के बोले? कहाँ हो केडा हो? हामी कर्णाली पुगिसक्यौँ अहिले। अब हामीलाई भोक पनि एकदम खत्तम लागिसक्यो। अनि हामीले कार पनि लिएर आएको थियौँ। हामीले कार चाहिँ पार्किङमा राखिसक्यौँ। पार्किङ नदेखिरह होला। अब कहाँ छ भन्दाखेरि अलि डाउन गरेर हेर्नुपर्छ, त्यसको लागि अलि महँगै गाडी हो। यहाँ चाहिँ हाम्रो कार पार्किङ भइसक्यो। बाइकको साइडमै कार छ। बाइकको साइडनिर हामीले कार पार्किङ गरिसक्यौँ। देखियो। अब खाना खानु पऱ्यो। यसो गरौँ केटा, सब होटलमा जाउँ होइन, एक एकजना जहाँ सस्तो खाना पाइन्छ त्यहाँ खाउँ। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात हो कि होइन? हो कि नै? 350बाट 6जनामा 300सम्म कुरा मिलाएको छ। के हुन्छ? माछा खाए पनि मासु खाए पनि एउटै होइन। मासु चाहिँ बनाउनुपर्छ। मासु भइएछ। मासु पनि खाउँला, माछा पनि खाउँला। मासु बनाउनुपर्छ। मासु भइएछ। एकैछिन त बन्छ, 10 मिनट भनेको।
मासु खाने माछा पाउँला नि कतल माछा खाँदैन उ त्यो त फेरि खान्न फेरि के खान्छ भाइ माछा खाने त हाम्रो खाना बन्दैछ मासुको चाहिँ अलि टाइम लाग्ने भयो हाम्रो रेट पनि मिलिरहेको छ केही छैन आन्टीले मिलाइदिनु भएको छ अब माछा बनेको छ तर मासु चाहिँ थिएन अब मासु फ्रेस हामीले खानुपर्ने हुन्छ होइन यता हातमुख धुने राम्रो छ सिस्टम अब हाम्रो खाना बन्न अलि टाइम लाग्ने भएको कारणले हामी यसो पुलतिर फोटोसुटतिर जान्छौँ होइन अलि म चाहिँ गर्मी महसुस भएर ज्याकेट स्याकेट निकालिदिएँ होइन मैले अब हाफ टी सर्टमा अलि सरी खै राजा एकछिन यस्तो छ अलि मैले चस्मा लगाएर होला यताउताको मान्छे पनि मलाई हेरिरहेछन् किन होला धेरै ह्यान्डसम पो देखेँ कि म धेरै होइन अब यस्तो कर्णाली जस्तो ठाउँमा धेरै जस्तो होइन म जस्तो ह्यान्डसम मान्छे पनि देखिनँ मैले कतै खै किन होला चस्मा राम्रो भएर होला कि म मान्छे राम्रो भएर होला भनेपछि आफ्नै गाउँमा पनि चिनेनन् मलाई भने जस्तै होइन त्यहाँ ल केटाहरू उता पछाडि रोकिरहेछन् ठिक छ तिमी मेरो फोटोसोट हानिदियो आइफोनबाट होइन के गर्नु साथी विदेशबाट आएको होइन आइफोन लिएर आएको हामी जस्तो गरिब मान्छेसँग त एन्ड्रोइड हुन्छ ठिकै छ पानी नखाऊ बहिनी पानीले अहिले जवानी जाला जस्तो छ पानी खाँदा पुल आइसक्यो मान्छे भर्खर भिड हेर्नुहोस् ल हेर्न सक्नुहुन्छ हामी प्रत्यक्ष प्रसारणमा छौँ हामी प्रसारणमा हामी छौँ आज कर्णाली पुलमा कसैको गर्लफ्रेन्ड बोयफ्रेन्ड एनदर आउनु भएको छ भने लुकिहाल्नु होला हामीले भिडियो चाहिँ डिलिट गर्ने छैनौँ युट्युबमा हाल्ने हो कर्णालीको हावा मस्त लागिरहेछ कति ठुलो माछा ओ माछाहरू त उतै डल्फिन थियो अहिले कसम रियली भन्छु पत्याए होला पत्याए छ यहाँ ओ डल्फिन ऊ कहाँ हाँसलाई डल्फिन भनिदियो केटाहरूले अब के भन्ने हाँसै लागेर आयो ल साथीहरू हामीले फोटोसोटो खिचिसक्यौँ तर फोटो एक मन परेन मलाई किन हो किन थाहा भएन सायद मेरो अनुहार नाम सुन के फ्लावर समझे क्या फ्लावर नहीं फायर है ह्यान्डसम मान्छे देखेँ नि रिस मान्नेहरू धेरै छन् के गर्नु त्यही भएर जे होस् ठिक छ राम्रो आयो रमाइलो भयो अझ हामी यहाँदेखि खानासाना खाएर पिकमारी भन्ने ठाउँमा जान्छौँ त्यहाँ चाहिँ मासु ल्याम्पमा खान्छौँ अहिले हामी हामी आज कर्णालीमा खाना खान आइसक्यौँ होइन हाम्रो खानाको परिकार हेर्नुहोस् भात छ अनि सलादमा गाजर छ मौलीको तरकारी छ अनि हरियो साग छ दाल छ अनि चिकन हो कि मेन भनेको अनि यो पनि छ It's this too much chicken and rice. We are eating now. ल साथीहरु कस्तो छ भन् ए अब यो रिसाउन लाग्छ नाटक नगर अरे पाटो होला रे सिधाइलाई छिटो सबले खाना बाँकी छ तैले छिटो सिधाइले यो त भात के हो साथीहरु हामीले खाना एकदम टन्न खाइसके श्रेष्ठ होटलमा हैन अनि हाम्रो पैसा पनि एकदम मिलाइदिएको थियो 300 लगाइदिनु भयो जे ठिकै हो अब खाना जाना टन्न खायो अब हामी यहाँबाट पिकमारी भन्ने ठाउँमा जानेछौँ ल साथीभाइ उठ एकजुट भएर अगाडि हिँडौँ हामी यस्तो छ बाटोको कन्डिसन हामी अफरोड गएको अवस्था पछाडि देखा ल भाइको कपाल हामी अफरोडमा गएर आएको अवस्था पिकमारीमा ढुट्टो माटो कपिराइट लाग्छ भने यो छ हामी सिन यस्तो भ्यूमा छौँ अनि हाम्रो फुल बडी चाहिँ यस्तो छ यहाँ हैन दाइ उता हो पानीमा पुरा है
धुट्टो माटो हुँदै हामी आएको थियौँ अनि हाम्रो भ्यू चाहिँ यस्तो बवाल छ केटाहरू यहाँ ट्यागको बसिरहेछन् यहाँदेखि हाम्रो भ्यू चाहिँ यस्तो प्रकारको रहेको छ वाउ ब्युटिफुल रेड बुल विथ केटाहरू Messages are timeless, so they put them on display. Oh yeah, I rap with a certainty. I have a sense of urgency, a message for eternity, for everyone internally. I had some people burning me, but now they fucking learn to see I ain't the one to fuck with. Now they looking nervously, and I don't really care what you think of me respectfully. चोट पटक लाग्छ आरामले आरामले अरे 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 आरामले बिस्तारै बिस्तारै यहाँ बाटो बनाइदिनु पर्यो सरकार के हो प्रधानमन्त्रीज्यू बाटो यस्तो हाम्रो प्रधानमन्त्रीज्यू यहाँ अहिलेसम्म बाटो बनाएको छैन हाम्रो कर्णालीतिर खालि डुङ्गा मात्र कुदाउने हामी डुङ्गामा कसरी जाने बाटै छैन यता नौटंकी नै हो यो नौटंकी नै हो ए धेरै बोल्नु न यार जेल हालिदिन्छ नि यार आज जेल हो यार ए होइन सरी प्रधानमन्त्री नभन्नु नि त दाइ त्यो होइन मिस्टेक होइन सरी मैले तपाईँले भन्न खोजेकै होइन तपाईँले भन्न खोजेकै होइन मैले मौत को छू के टक से वापस आ सकता हूं हामी बोर्डको कुराकानी गरिरहेछौँ यदि पैसाको कुरा मिल्यो भने हामी बोर्डमा बस्नेछौँ होइन भने हामी नबस्ने किन बस्ने हामीसँग यति सानो बच्चा छ यसको पनि टिकट लाग्यो भने हामी कहाँ चढ्छौँ त अनि त्यस्तो भएन नि फुल टिकट त हामी दिँदैनौँ आर यु कमेडी मी के कसो भन्नु पनि हुन्छ यार कति नानो बच्चा हो बाबु हाम्रो पानी जहाज आइसक्यो केटा दौडे पानी जहाज आयो जाने कहाँबाट गाइस हामी गइरहेछौँ है जाऊ तिमी ले त मोबाइल लगेर त कहाँ मोबाइल झन् 1800 न 18 कस्तो छ मेरो पनि त बनाला है यो ढुङ्गा निक्लिन्छ है म कसरी आउनुलाई हेलमेट मोबाइल लगाएर जा म मोबाइल फाल्छु क्याच गरेँ अनि भिडियो बनाएँ मेरो गाइजहरू तपाईँहरू यहाँदेखि देखिन लाग्यो सजिलो जस्तो छ तर त्यस्तो छैन है म्यान भर्सेस वाइल्ड बोटको वेटमा आयो यहाँ खोलाको छेउमा हाम्रो त्यो ढुङ्गामा बोट नआउँदो रहेछ नि त्यस्तो बालुवातिर आउँदो रहेछ अनि यहाँ ठ्याक्क हामीले माछी दाइले देख्यो आम्मामा यत्रो माछा त मैले कहिले देखेको छैन यार के मुखमा के छ यार त्यसको आम्मा कति केजीको होला यो 10 केजी हो ए फुत्केला मा यता हुन्थ्यो 110 केजी ए पोहोर साल मारेको थियो यो टाइसक्यो है साथी हो हाल्यो अगाडि अब बिस्तारै हामी ल एक माछा धुदियो ल बोटमा बस्यौं टोपी उड्छ र ये फंस गया सीएम ल साथीहरु हामी पानी जहाजमा बसिसकेका छौं ल सरर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 
के हो बहिनी नाम तिम्रो परिचय मोबाइल बच्चा धन्य साथ बहिनी परिचय
सकता। हामीलाई यस्तो मजा आयो डुङ्गामा चढेर होइन पुरा हामीले पुरा 1000 रुपियाँ दिएर यसमा चढेको होइन सबैले अलि दाइले 500 रुपियाँ डिस्काउन्ट गरिदिनु भयो किनभने भाइहरू तिमीहरू टाढाबाट छौ भनेर एकदम दाइले पनि बेस्ट अफ दिनुभयो है हामीलाई त्यस्तै रमाइलो पनि ओके ल भाइरल दा बाटो कहाँ हो भाइ